सम्पूर्णमा नमस्ते चाहिँ म आज हजुरहरूलाई विशेष गरेर आयुर्वेद दिनचर्या के हो त भन्ने बारेमा बताउन गइरहेको छु। विशेष गरेर आयुर्वेद दिनचर्या भन्नाले तपाईहरूलाई के लाग्छ? हामी चाहिँ स्वस्थ रहनका लागि अस्पतालबाट मात्र स्वस्थ भइन्छ जस्तो लाग्छ कि लाग्दैन? त्यसैले हामी चाहिँ जबसम्म हामी चाहिँ हाम्रो दिनचर्यामा अथवा चाहिँ हाम्रो बानीमा परिवर्तन गर्दैनौँ तबसम्म हामी पक्कै पनि स्वस्थ हुन सक्दैनौँ। के हो त दिनचर्या? दिनचर्या भनेको तपाईँ हामी स्वस्थ रहनका लागि बिहान उठेदेखि बेलुका नसुत्दासम्मको बिचमा गरिने जति पनि क्रियाकलापहरू छन् ती क्रियाकलापहरू हुन् दिनचर्या, अथवा ती बीचको समयावधिमा बाँधिने, परिवर्तनमा बाँधिने अथवा अनुशासनमा रहने प्रक्रिया हो दिनचर्या। त्यसैले हामी स्वस्थ हुनका लागि दैनिक रूपमा आयुर्वेद दिनचर्यालाई अँगाल्ने बानीको विकास गरौँ। बिहान न्यूनतम ब्रह्ममुहुर्तको समयमा उठ्ने बानीको विकास गरौँ र त्यसपश्चात 1 गिलास पानी मनतातो गरी खाने गरौँ ताकि पाचन प्रक्रिया सक्रिय रही कब्जियत जस्तो समस्या रहन नपाओस् र मलमूत्र त्याग गरी दाँत अथवा जीवा निर्लेखन गरी आधा घण्टा जस्तो योग अभ्यास, प्राणायाम अथवा ध्यानलाई दिने बानीको विकास गरौँ। सँगसँगै सन्तुलित भोजन, ताजा फलफुल, तरकारी, मौसम अनुसारका सन्तुलित रूपमा खाने बानीको विकास गरौँ र साथै भोक लागेपछि मात्रै खाने बानी बसालौँ र सँगसँगै सक्रिय हुने बानीको विकास गरौँ। रिस, तनाव र चिन्ताभन्दा मुस्कानलाई अँगाल्ने बानीको विकास गरी बेलुकाको समयमा लघु भोजन अथवा हल्का भोजन गरी समयमा सुत्ने बानीको विकास गरौँ। यसो गर्नाले पक्कै पनि हामी चाहिँ स्वस्थ रहनका निम्ति अस्पताल मात्र चाहिन्छ भन्ने मनस्थितिलाई पक्कै पनि परिवर्तन गर्न हामी सफल हुनेछौँ। त्यसैले दैनिक रूपमा आयुर्वेद दिनचर्यालाई अँगाल्ने गरौँ, स्वस्थ रहौँ। हस्त नमस्ते, धन्यवाद।